नमस्कार। टुडे टॉक में अपने संपूर्ण के स्वागत करे छी हम चामे। तखन देखल जाए त जखन पाइन पड़े छै त पड़ते रह जाए छै, जखन सूखा होय छै त पूर्ण रूप से जे छै से सूखा भ जाए छै, पाइने नै पड़े छै, जमीन सब एकदम चटान जका जे छै से भ जाए छै सब। त हम सब आई बातचीत करब जे ई अखन बदलैत वातावरण के प्रसंग में, जलवायु परिवर्तन के प्रसंग में जे अखन ती हवा सब के लक कतिक स्वच्छ छै त विशेष क हम सब वातावरण के विषय में चर्चा परिचर्चा करब जे हमरा सबके अतिथि छै त जानकारी करेता जो हुनकर अध्ययन में कतेक ल छन्। त आई हमरा सबके अतिथि छै एमएससी इन्भाइरोमेंट मैनेजमेंट शहरी विकास तथा व्यवस्थापन साइकोलॉजी अजित श्री वास्तव जी उनका पे हम सब कार्यक्रम में स्वागत करब। तब विशेष बातचीत करब, हम सब बातचीत करब खास करके उनका संगे नेपाली में जे ई सब गोटा के जानकारी हो, सब गोटा बुझे। क्या तो अखन जे बढ़ित प्रदूषण के कारण से बहुत ज्यादा जे वातावरण जे अखन जे तरीका से अखन खराब भ चुकल छै उ सेक्टर जे छै से अखन हानिकारक भ चुकल छै। पहिने उनका स्वागत करे त विशेष बातचीत करे यहाँलाई स्वागत छ। नमस्ते। हावा र वातावरण बुझ्नाले के बुझिन्छ? अब मेनली अहिले सिम्पल भाषामा हामीले बुझ्नलाई हावा र वातावरण भनेको हाम्रो जति पनि सराउन्डिङ छ नि, हाम्रो छेउछाउमा जे जस्तो छ, छिटो भाषामा धेरै के गाह्रो नबनाइकन हामी जहाँ छौँ हाम्रो वरिपरि जे छ त्यसैलाई एक किसिमले वातावरण हामीले बुझ्दा भयो। जसरी अहिले को बाहिरको वातावरण चाहिँ कस्तो छ अहिले? बाहिर भन्नाले हजुरले अझै बाहिर नेचरको कुरा हेर्नुभयो। अब अहिले जस्तै हेर्ने हो भने इन टर्म्स अफ प्रेसिपिटेसन वर्षाको र यो हाम्रो गर्मीको दुईटा मुख्य र जाडो मौसमलाई पनि लिन सकिन्छ। यो यसको चाहिँ हामीले के हेरेका छौँ भने प्याटर्नै चेन्ज भइसकेको छ। गर्मीमा अत्यधिक गर्मी, जाडोमा जाडै भएको छैन, बर्खामा बर्खे नहुने, हैन? अनि यो चाहिँ अलिकता यो के नमिल्या हो कि सिस्टमेटिक केही सिक्वेन्सियल चेन अफ रियाक्सन हुन्छ नि, त्यसमा कुनै कडी कता छुट्या हो कि जस्तोले गर्दा चाहिँ अलिकता अनब्यालेन्स छ। र यसैलाई हामीले अब के भन्ने हावा र वातावरण र यो जति पनि छ नि यसको समस्या अहिले हामीले भोग्नु परिरहेको छ। यसको थुप्रै कारणहरू छ, बिस्तारै हामी त्यसमा प्रवेश गर्दै जान्छ। जुन अहिले हेर्दाखेरि एकछिनमा चाहिँ पानी पर्छन् हैन, क्लाइमेट चेन्ज हुँदाखेरि यता एकछिनमा पर्ने, अब ठाउँमा चाहिँ फेरि नपर्ने, अनि त्यसपछि पानी पर्यो भने बेमौसमी भन्दाखेरि हुन्छ। अनि जुन टाइममा पानी पर्नु पर्ने त्यो टाइममा नपर्ने, जुन बेला नपर्ने त्यो बेला चाहिँ अत्याधिक पानी पर्ने, किन त्यस्तो हुन्छ? अब एउटा त हामी जलवायु परिवर्तन पनि भनिरहेछौँ होइन। त्यो जलवायु परिवर्तन भनेको कहीँ न कहीँ एउटा नेचुरल प्रोसेस नै हो, यो प्राकृतिक प्रोसेस नै हो। त्यसलाई चाहिँ ट्रिगर गर्ने, त्यसलाई जिस्काउने, जिस्काउने नै भनौँ न, अथवा त्यसलाई एक्टिभेट गर्ने, त्यसको प्याटर्नलाई यो जुन नेचरको जुन छ नि सिस्टम छ नि, यो बर्खायान, गर्मी मौसम, जाडो मौसम र स्प्रिङ अटम इन सिजन छ नि, त्यो सिजनलाई कहीँ न कहीँ हामीले के गरे त बिगारे। अनि त्यो बिगार्ने काम भनेको एउटा त नेचुरल प्रक्रिया पनि हो यो। त्यो नेचुरल प्रक्रियालाई छेडखानी गरेर त्यसमा चाहिँ हाम्रो एन्थ्रोपोजेनिक एक्टिभिटिज भन्छ, जुन चाहिँ म्यानमेड एक्टिभिटिज हुन्छ कि त्यसमा चाहिँ हाम्रो रोलले गर्दाखेरि हामी त्यसलाई के गरेर छौँ त बिगारेर छौँ। जस्तै एउटा इक्जाम्पलको लागि कार्बन डाइअक्साइड जे भन्छ नि, ग्रिन हाउस ग्यास भन्छौँ, हरित गृह ग्यास भन्छौँ। त्यो भनेको यो कार्बन डाइअक्साइड, कार्बन मोनोक्साइड जुन छ नि, यो पहिले पनि उत्सर्जन हुन्थ्यो, पछि पनि हुनेछ, अहिले पनि भइरहेछ, र त्यो उत्सर्जनको रेट जुन छ नि त्यो बढेको छ। त्यो बढाएकोले त हामीले किन हाम्रो डिफ्रेन्ट यो कन्स्ट्रक्सन एक्टिभिटिज, साइन्टिफिक एक्टिभिटिज र हाम्रो डे टु डे लाइफमा चाहिने जति पनि कुरा छ नि, त्यसले गर्दा पनि कहिले के छ त हाई प्रोडक्सन भएको छ। र त्यो प्रोडक्सनले के गरे त अब यो ग्लोबल वार्मिङ कन्सेप्ट पनि ल्याएको छ। र अर्को रेनफल प्याटर्न त्यो पनि के भयो त चेन्ज हुँदै गएको छ। अनि एउटा रेनफल प्याटर्न चेन्ज हुनमा अब जहाँ बर्खै नहुनु पर्ने त्यहाँ अचानक बर्खा भएर, यो अस्ति दुबई हो कि कतारमा बिर्से थाहा भएन कि साउदी अरेबिया एकै दिन बर्खा भएर त्यो क्लाउडे ब्रस्ट भयो। किन? त्यहाँ चाहिँ मान्छेले नै वर्षा गरायो, क्लाउड सिडिङ भनिन्छ, क्लाउड सिडिङ प्रक्रियाबाट त्यहाँ वर्षा गरायो। र त त्यो नेचर उसले त एउटा मेकानिजम थ्रु गरायो, तर त्यो कन्ट्रोल भएन कि, त्यो सिस्टमेटिकमा जान सकेन कि, त्यसले गर्दा के भयो त डेजर्ट भइदियो क्या त्यहाँ। यो पहिले चाहिँ यो असार मसान्त आउने बित्तिकै मान्छेहरू घरमा चाहिँ खाद्यान्न सामग्री चाहिँ एकदमै उचित मात्रामा चाहिँ राख्नुहुन्थ्यो, महिना दिनको चाहिँ एकैचोटि किमेले गरेर राख्नुहुन्थ्यो। तर अहिले हेर्दाखेरि केही वर्षदेखि
विगत केही वर्षदेखि पानी नै पर्ने यो असार मसानमा पछि गएर पानी पर्ने किन त्यस्तो लाग्छ? यो अब त्यही एउटा त यो टेम्परेचर भेरिएसन जुन भएको छ नि, टेम्परेचर भेरिएसनले गर्दा पनि हो। किन भन्नाले यो हाम्रो मनसुनमा जुन यो वेस्ट बे अफ बेङ्गालबाट जुन हावा आएर बादल आएर हाम्रो पहाडतिर गएर त्यो ठोकिएर त्यो जुन वृष्टि हुनुपर्ने रेनफल हुनुपर्ने त्यो चाहिँ मेकानिजम थियो। त्यो मेकानिजमलाई कहीँ न कहीँ हामीले अनब्यालेन्स गरेर आएको छौँ। अब त्यो अनब्यालेन्स भनेको एउटा त ग्रिन हाउस ग्यासकै कुरा आउँछ, त्यो कुरा भयो। र अर्को यो जुन स्नो छ नि हाम्रो यो हिमालहरूमा जमेको स्नो, त्यो स्नोको लेभल पनि के भएको छ त उता त्यो पनि कम हुनु, यता गर्मी पनि बढ्नु, यो विन्डको जुन फ्लो छ हाम्रो यो वेस्ट बेङ्गाल त्यसमा पनि डिस्टर्बेन्स आउनु। त्यो सबैको कारणले के भयो, त्यो प्याटर्न नै चेन्ज भइदियो, कता कता सिफ्ट भइरहेछ कि यसो हामीले ख्याल पनि गरे होला। हरेक सिजन चाहिँ अलिकता 1 महिना जति डिले भएको छ कि जस्तो फिल भएको छ हामीलाई। अनि त्यो भनेको मेबी यो जुन मेकानिजम छ नि त्यो मेकानिजम नै 1 महिना 1.5 महिना सिफ्ट हुँदै गएको छ कि त्यो अब भन्नलाई हाम्रो असार त असारमै आउने भयो, तर के थाहा त्यो मेकानिजमले चाहिँ त्यो असारलाई चाहिँ श्रावणतिर धकेलेको जस्तो फिल भएको छ कि जस्तै अहिले अब बर्खा सुरु भएको छ जनकपुरतिर, तर त्यही असारमा कम्प्लिटली ड्राई भयो। त्यो कहीँ न कहीँ त्यो प्याटर्न नै सिफ्ट भइरहेछ कि त्यो पनि एउटा रिजन हुनसक्छ। यो जुन घाम सधैँ लाग्नु, गर्मी पनि बढ्नु अनि पानी नपर्ने, यो घाम हुन्छ भने त एकदमै तापपात पनि बढ्दै जान्छन्, किन त्यस्तो हुन्छ? अब यसको एक्ज्याक्ट यही नै रिजन त अहिले म दिन सक्ने कन्डिसनमा पनि छैन। किन भन्नाले इट्स अ भेरी टफ क्वेसन, सो नट सो इजी। सुन्दा इजी लाग्छ तर यो गाह्रो क्वेसन, यसमा रिसर्च नै हुनु पर्यो। अनि तर के रहेछ भन्नाले यो जुन ग्लोबल वार्मिङको र क्लाइमेट चेन्जको कुरा गर्दैछ नि, अनि मलाई चाहिँ कहिलेकाहीँ के लाग्छ भन्नाले जस्तै यो सोलर सिस्टममा पृथ्वीको सूर्यको वरिपरि पृथ्वी घुमिरहेछ, त्यसले गर्दा के भएको छ हाम्रो 4 सिजनको छ नि त, जाडो मौसम, गर्मी मौसम, बर्खा र अर्को एउटा स्प्रिङ सिजन भनिन्छ होइन। त्यस्तै हाम्रो यो ग्यालेक्सी नै ग्यालेक्टिक सेन्टरको वरिपरि पनि त घुमिरहेछ नि, त्यहाँ पनि त सिजन छ होला नि। जस्तै हामी सुन्छौँ कुनै बेला आइस एज थियो, पृथ्वीमा आइस एज थियो, बरफै बरफ थियो। अनि त्यो जुन ग्यालेक्टिक सेन्टर जुन अब जस्तै हाम्रो चाहिँ सिजन 3 महिनाको हुन्छ, त त्यो ग्यालेक्टिक सेन्टरको बाट जुन हाम्रो ग्यालेक्सी नै घुमिरहेछ त्यसको सिजनको ड्युरेसन 1000 वर्ष 2000 वर्ष हुने गर्दो रहेछ। अच्छा, यो वातावरणमा विशेष गरी यो जुन रुख बिरुवाहरूको कस्तो चाहिँ त्यो भन्छन्, जस्तै अहिले चाहिँ हेर्दाखेरि हरेक ठाउँमा चोरीदोहन भइरहेछन्, बोट बिरुवाहरू चाहिँ कटानी भइरहेछन्, के त्योले पनि गर्दा चाहिँ यो वातावरणमा असर पार्या हो? छ एउटा त के छ भन्नाले हामीलाई सबभन्दा पहिले बुझ्नुपर्ने कुरा के हो भन्नाले यो जो टेम्परेचर इन्क्रिज भएको छ, गर्मी भएको छ, त्यो गर्मीलाई चाहिँ कम गर्ने रुख चाहिँ प्रमुख एउटा कम्पोनेन्ट हो, एउटा सबभन्दा ठुलो अव्यय रुख हो। किन भन्नाले हामीले निकालेको कार्बन डाइअक्साइडलाई उसले के गर्छ त एब्जर्भ गरेर अक्सिजनमा कन्भर्ट गर्छ। मिन्स एटमोस्फियरमा भएको कार्बन डाइअक्साइडलाई रिड्युस गर्यो, त्यसले पनि के भयो त ग्रिन हाउस ग्यासेसलाई इम्प्याक्ट कम पर्न गयो। अर्को कुरा के हुन्छ, जहाँ नजिक रुख छ र जहाँ नजिक रुख छैन त्यहाँ टेम्परेचर भेरिएसन 3 देखि 4 डिग्रीको टेम्परेचर भेरिएसन हुँदो रहेछ। रुख भएको जस्तै छारीमा हामी बस्नु र रुख नभएको ठाउँ त फरक छ नि त, अराउन्ड 3 to 4 डिग्री टेम्परेचरको भेरिएसन हुँदो रहेछ। अर्को रुखले के गर्छ तपाईँलाई ग्राउन्डबाट पानी सोच्ने काम गर्यो, उसलाई खाना बनाउनको लागि के चाहियो, र जुन एक्सेसिभ एमाउन्ट अफ वाटर हुन्छ नि उसले चाहिँ बाहिर फाल्छ, आफ्नो पातबाट बाहिर फालिदिन्छ, जसलाई हामी इभापोर ट्रान्सपिरेसन भन्छौँ। अनि यो इभापोर ट्रान्सपिरेसन भनेको त भ्यापोराइजेसन पनि एउटा सूर्यले गर्दा भ्यापोराइजेसन पनि भएको छ, बादल माथि गएको छ इभापोरेट भएर, ट्रान्सपिरेसनबाट पनि के भयो त्यो वाटर मोलिक्युल के भयो त एटमोस्फियरमा माथि गयो। अब त्यो जुन एजेन्ट छ जुनले जमिनको पानीलाई चाहिँ एब्जर्भ गरेर क्लाउड वाटर मोलिक्युल बनाएर माथि फाल्ने त्यो कम्पोनेन्टलाई नै हामी के गर्दै गएको छौँ त काट्दै गएको छौँ होइन। एउटा समस्या त्यो भयो र यसको महत्त्व हामी अनि टेम्परेचर पनि के भयो, उसले टेम्परेचर पनि डाउन गर्ने गर्थ्यो, त्यसलाई पनि हामीले काट्यो। अनि टेम्परेचरलाई पनि हामीले टेम्परेचर रिडक्सन गर्ने एजेन्टलाई नै हामीले के गर्यो त रिमुभ गऱ्यौँ। र अर्को इभापोर ट्रान्सपिरेसन जमिनको पानीलाई पनि माथि फाल्ने वान अफ द कम्पोनेन्ट, त्यसलाई पनि हामीले के गरेको अलमोस्ट फटाइ नै सक्यौँ। अनि त्यसको कन्सिक्वेन्सहरूलाई जसरी अहिले चाहिँ जुन हिसाबले यो कटानी भइरहेछ, जङ्गलहरू बोटबिरुवाहरूलाई त्यो काट्ने काम भइरहेछन्, सूर्यदोहन भइरहेछन्, योमा सरकारसँग तपाईँहरूको समन्वय भइरहेछ कि छैन? यस्तो छ, सरकारसँग धेरै राम्रो नीतिहरू छ, नियमहरू पनि छ,
वन क्षेत्र अलरेडी छुट्याइएको छ, कन्जर्भेसन एरिया छुट्याइएको छ, वन क्षेत्र छुट्याइएको छ, त्यो हामीलाई पनि थाहा छ। जस्तै यो पर्सा राष्ट्रिय निकुञ्ज भयो, हामी यहाँ चाहिँ यसमा यसको बााउन्ड्री लाइन हो, योभन्दा उता यो वन हो, हामी बाहिरै बस्नुपर्छ भन्ने हामीलाई थाहा छ। अनि गत वर्ष पनि हेर्नुभयो होला, यो वर्ष पनि सिराहामा पनि धेरै जसो अतिक्रमित जग्गा चाहिँ उहाँ सरहरूले डिएको सरहरूले प्रिक्लेम गर्नुभयो। जुन कब्जा भएको थियो, जुन इन्क्रोचमेन्ट भएको थियो, उहाँहरूले हटाएर वनको जग्गा फिर्ता गराएर त्यहाँ प्लान्टेसन सुरु गर्नुभयो। हिजो अस्तिको पनि यता बाह्रतिर पनि हेर्नुभयो भने गत वर्ष नै जग्गा रिक्लेम भएको छ र त्यहाँ प्लान्टेसन सुरु भएको छ। मिन्स सरकारको नीति नियम सबै छ, अनि सरकारले आफ्नो तर्फबाट पनि गरिरहेको छ। त सरकार एक्लै गरेर त भएन, हामी पनि त्यसमा के गर्नु पर्यो त सहयोग गर्नु पर्यो। र हामीले यो बुझ्नु पर्यो, यो वन हो, यसको वनको हाम्रोमा महत्त्व छ, हामीले यसलाई इन्कोरेज गर्नु हुँदैन है, रुख बिरुवा चाहिँ थवाबी काट्नु हुँदैन। त्यो चेतना चाहिँ हामीमा पनि आउनु पर्यो र बेला बेलामा सरकारको तर्फबाट भइ पनि रहेछ कामहरू। के हेर्नुभयो यहाँले, हेर्नुभयो कि त्यो चेतना छ मान्छेमा? अहिले जस्तै भएको जुन ठाउँमा चेतना छ त्यहाँको प्लान्टेसन राम्रो छ, ग्रिनरी पनि बढे छ। जहाँको चेतना छैन भन्न मिल्दैन, चेतना छ तर त्यसलाई हामी आत्मसात नगरेको, नमानेको गइरहेको छ। ठिकै छ, सरकारी जरुरी आवश्यक हो। त्यो किसिमले जहाँ गरेको छ त्यहाँको जनताले फेरि के गर्नु परिरहेछ त, समस्या पनि ढुक्नु परिरहेको छ। यदि यही अवस्था रह्यो भने अहिले हेर्दाखेरि 2-3 सालदेखि यस्तो विगत भइरहेछ। हजुर, त्यो विगतको 2-3 सालमा चाहिँ धेरै नै चाहिँ अब गर्मी भनौँ त्यतिकै बढिरहेछ। त्यसले गर्दा मान्छेमा धेरै प्रकारका समस्या हुन्छ, स्वास्थ्यदेखि लिएर किसानसम्मको। तर यही अवस्था रह्यो भने के हुन्छ, अधिक करुणा गर्यो भने 3-4 साल? अब यसमा जस्तै अब 3-4टा कुरा छ। जस्तै हेर्नुभयो भने एक त पहिले के छ भन्नाले यो हाम्रो सरकारी संयन्त्र वन कार्यालयलाई पनि धन्यवाद दिनुपर्छ। फरेस्टको पर्सेन्टेज एराउन्ड 43 पोइन्ट कति पर्सेन्टेज छ अहिले। त्यो भनेको पहिलेको भन्दा हाम्रो वनको एरिया बढेको छ। वनको एरिया बढ्नुको मिनिङै कार्बन सिक्वेस्ट्रेसन बढ्नु हो, मिस कार्बन डाइअक्साइड सोच्ने रेट बढ्नु हो। त्यहाँबाट हामीले ग्रिन क्लाइमेट फन्डबाट पैसा पनि पाउँछौँ नेपाललाई, होइन। देन आफ्टर अर्को टेम्परेचर रिडक्सन पनि हुने भयो। रेनफलमा यो रुखैले नै वर्षा गराउँछ भने पनि हाम्रो मान्यता छ नि, त्यो पनि होइन है। त्यो भयो भने त समुद्रमा त मेबी प्लान्ट रेनफलै नहुनुपर्ने। तर वान अफ द रिजन चाहिँ मुख्य कारण हो नै रुख पनि, होइन। अनि अर्को के छ भन्नाले अब यो रुख कटान भएर हामीले ख्याल गरेका छौँ त अहिले कि यो ग्राउन्ड वाटर रुखले नै गर्दा होइन, त्यो त चुरेको समस्याले गर्दा पनि ग्राउन्ड वाटर कम भएको छ। यो नेचुरल फेनोमेना पनि हो। तर यो यस्तै ताल रह्यो भने अब यो वर्ष बल्ल बल्ल पानी पर्न कति 30% सायद यो के भन्छ धान रोपाइ भएको छ हाम्रो तराईमा योपल्ट, एराउन्ड 30% मात्रै। अब 70% नभएपछि भोलि गएर अभियसली खाद्यान्न सामग्रीको अभाव, बाहिरबाट इम्पोर्ट गर्नु पर्यो, महँगो हुन्छ। हामीसँग भएको रिसोर्सेस नभएपछि त अभियसली समस्या नै हुने भयो। चुरेको नदीहरूको पनि कन्डिसन हेर्नुभयो भने चुरेको फेदबाट जहाँ पानी वाटर सोर्स त्यो कि सोर्स नै पानी छैन भनेपछि यो चुरेलाई पनि कन्जर्भ गर्नु पर्यो। एउटा पार्ट हो, चुरे मात्रै कन्जर्भ गरेर नि पुरै एकदम पानी नै पानी भइहाल्ला भन्ने पनि छैन। तर चुरेलाई पनि वान अफ द मेजर कम्पोनेन्ट हाम्रो नेपाल कन्टेक्स्टमा चाहिँ छ। त्यसलाई आजभोलि हेर्दाखेरि जुन हिसाबले विधहरू पनि विभिन्न क्षेत्रका चाहिँ उहाँहरू पनि रङ भइरहेछन्। जसरी हेर्दाखेरि अहिले मौसम विधकै आधारमा चाहिँ हाम्रो मध्य प्रदेश सरकारले चाहिँ सुक्खा क्षेत्र नै घोषणा गरिदिएको, होइन। अब कतै न कतै गएर चाहिँ अब विधमाथि पनि अब विश्वास गर्ने कि नगर्ने त्यस्तो अवस्था आइसकेको छ, होइन। अब जसरी अहिले वायु प्रदूषण हावामा चाहिँ हावाको वातावरणमा कतिको चाहिँ यो हानिकारक पुगाल्छ? अब एउटा अलिकता त्यो अघिको क्वेसनलाई रिलेट गरेर म यसको एन्सर दिन्छु। जस्तै अघि जुन किसिमको क्लाइमेट चेन्ज भएको छ नि, अनि मेरो इन्ट्रेस्ट अफ सबै साइकोलोजी पनि भएकोले गर्दा त्यो अलिकता मेन्टल हेल्थसँग रिलेट गर्न खोजेँ। यो टेम्परेचर इन्क्रिजले गर्दा तपाईँले अहिले प्राय मान्छेलाई हेर्नुभएको होला स्ट्रेस अरू पनि रिजन छन्, तर एउटा के छ टेम्परेचर पनि रिजन छ। अब यो हिटले गर्दाखेरि हाई टेम्परेचर हुँदाखेरि तपाईँलाई हार्टको समस्या, डिजिनेस केलुने, हाम्रो जस्तै हामी भन्छौँ नि जाडो मौसममा जति खा पनि पच्छ, गर्मीमा पच्दैन। मिन्स देयर इज डाइरेक्ट इम्प्याक्ट अफ हिट अन आवर डाइजेस्टिभ सिस्टम, होइन। अनि हाम्रो मेन्टल हेल्थमा पनि हिटको धेरै नै रोल प्ले छ। र त्यसैले अब त्यो हाम्रो एङ्गर अहिलेको फेरि अहिलेको सबमा रिस एकदम म्याक्सिमम छ। इट्स नट ड्यु टु ओन्ली टेम्परेचर, देयर आर सो मेनी कजेस, होइन। तर एउटा वान अफ द रिजन त्यो पनि थियो। अघि क्वेसन के गर्नुभएको थियो दाइपहरू
प्रदूषणको होइन। बाहिर अब वायु प्रदूषणमा के छ भने एउटा PM 2.5 PM 10 PM 5 भन्ने पार्टिकुलेट म्याटर हुँदो रहेछ। अब यो पार्टिकुलेट म्याटरको कस्तो रोल प्ले छ भने जति पनि यो प्रोडक्सन हुन्छ नि तपाईँलाई कार्बन डाइअक्साइड होस् या कार्बन मोनोक्साइड होस् या अरू ग्यासेसहरू होस् त्यो सबैबाट कहीँ न कहीँ के छ त एटमोस्फियरमै गइरहेछ। त्यो जबसम्म सेटल डाउन हुँदैन रेनफल भएर तबसम्म त रहिरहन्छ त्यो हावा। अनि त्यो चाहिँ कतिसम्म कार्सिजेनिक जस्तै यो जेनरली यो टायर बाल्दाखेरि चाहिँ निस्किन्छ नि कालो तेल हो त्यसमा चाहिँ PM 2.5 PM 5 एकदम हाई एमाउन्ट हुँदो रहेछ। त्यो हामी इन्हेल गर्ने बित्तिकै हाम्रो जुन यो लङ्सभित्र जुन ब्रोङ्काई हुन्छ जहाँबाट चाहिँ डिफ्युजन हुन्छ अक्सिजन त्यो ग्यासेसको ट्रान्सफर हुन्छ नि त्यो पाललाई टालिदिन्छ यसले। अब मानौँ मेरो बडीमा 100वटा पाल छ त्यो ट्रान्सफ्युजनको लागि 100वटा पाल काम गर्दा म नर्मल छु। अब 50वटा पाल टालियो भनेपछि मेरो शरीरले त चाहिने त 100वटा हो शरीरमा गयो कति ओन्ली 50 भनेपछि अभियसली सफोकेसनको समस्या आयो नि त। त्यसले यो वायु प्रदूषण चाहिँ धेरै छ। यो एउटा त यो PM 100 कता कुन तपाईँ जिल्लामा हेर्नुभयो पार्दाखेरि अहिले साइड यस्तो एक्ज्याक्ट डाटा नै अब यहाँ र त्यहाँ भने हुँदैन किन भन्नाले हामी जुन तर एउटा हुन्छ नि आफ्नो तपाईँले त्यसरी हेर्दाखेरि त हामी अब जहाँ नजिक बढी हाम्रो त्यस्तो इन्डस्ट्रियल क्षेत्र पनि मेनली हामीले त्यस्तो फिल गर्ने भनेको इन्डस्ट्रियल कोरिडोर छ जहाँ त्यहाँ हामीले बढी फिल गर्ने हो र जहाँ हाई भोल्युम अफ ट्रान्सपोर्टेसन छ जस्तै काठमाडौँ भ्यालीमा ट्रान्सपोर्टेसन बढी छ बाउल सेप छ त्यहाँ फिलिङ छ। विराटनगर भयो जनकपुर भयो त्यो पनि जनकपुरमा पनि कोही जनकपुरलाई मिलेन फेरि कुन ठाउँमा गाडीको मोबिलिटी बढी छ कुन चाहिँ ह्युमन एक्टिभिटिज बढी छ त्यस्तो ठाउँमा सफोकेसन। र अर्को हामीलाई चाहिँ के छ भन्नाले हामीले एयर पोल्युसन जति पनि फेस गर्छौँ नि त्यो हाम्रै कारणले पनि होइन है। एकपल्ट कहिलेकाहीँ निज आउँछ नि काठमाडौँ अथवा जनकपुरमा पनि धेरै हाई भयो एयर पोल्युसन धेरै भयो। हाम्रो एरिया हेर्नुहोस् हाम्रो जुन एग्लोमेरेसन भनिन्छ हामी जनकपुरमा कति एरिया बसेको छ त्यो हेरौँ त्यसमा गाडीको सङ्ख्या हेरौँ त्यसले चाहिँ नम्बर 1 वर्ल्डको बनाउँछ त बनाउँदैन। त्यसको रिजन के त ट्रान्सबाउन्ड्री इस्यु छ कि हाम्रो छेउमा कसो त हेरौँ न ठुलो कन्ट्री छ नि त इन्डिया छ त्यसको पनि त अब त्यो एयर पोल्युसनलाई त लाग्दैन कि पनि ऊ त आउने होस् उसले त इन्डिया र बिहार नेपाल छुट्याउने होइन हो त्यो पनि इम्प्याक्ट कहिलेकाहीँ हामी फेल गर्ने गर्छ। कसरी यो हावामा पनि एकछिन जुन अहिले हेर्दाखेरि एकछिन धेरै तीव्र गतिमा हावा चाहिँ चल्ने एकछिनमा एकदमै नर्मल हुँदै कहिलेकाहीँ एकदम हावाहुरी जस्तो हुने कस्तो खालको चाहिँ हावा चाहिँ मानिसको लागि राम्रो हुन्छ हावामा पनि चाहिँ अहिले वातावरण हेर्दाखेरि केही प्रभाव पार्छ कि केही त्यस्तो हुन्छ। अनि त्यसको एक्ज्याक्ट अहिले अब एन्सर दिनलाई अलिकता मैले पनि स्टडी गर्नुपर्ने हुन्छ तर जेनरली नर्मल कन्डिसनको हावा जस्तै अहिले 15-20 किलोमिटर पर आवरको जुन बगिरहेको हुन्छ नि मेबी त्यो एयर चाहिँ हाम्रो लागि ठिकै छ किन भन्नाले त्यसमा अब हामीलाई उसले धेरै धुवाधुलो पनि ल्याउँदैन अरू फरेन बडीहरू तल ढकलाई पनि उडाउँदैन त्यस्तो हावाहरू अलिकति हामीलाई। यो साइकोलोजीको आधारमा चाहिँ ध्वनि प्रदूषण जुन छ त्यो मानिस जीवनको लागि कतिको खतरनाक रहेछ? एकदमै फाट धेरै गाह्रो कस्ता तपाईँलाई जस्तै एउटा ध्वनि प्रदूषणले एउटा त हार्टबिट बढाउने भयो होइन अनि हार्टबिट बढ्ने बित्तिकै तपाईँलाई डिजिनेस चक्कर आउने समटाइम यो टेन्डेन्सी टु भोमिटिङ पनि हुन सुरु गर्छ होइन। अनि ध्वनि प्रदूषणको मेन्टल हेल्थमा धेरै रोल प्ले छ है। तपाईँ धेरै जस्तै मान्न कुनै ठाउँमा हामी पार्टीमै जान्छौँ नि पार्टीमा 1 घन्टा बसेर आउँछौँ डान्स गर्छौँ म्युजिक हुन्छ लाउड म्युजिक हुन्छ त्यहाँबाट निस्किँदाखेरि पुरो एकदम रिल्याक्स जस्तो फिल हुन्छ नि कहाँ एकछिन हामी गरिदियो तर यसले चाहिँ हाम्रो बिपीमा समस्या ल्याउने रेगुलर कन्टिन्युस हामी त्यसमा इम्प्याक्टमा रहिरह्यो भने त्यसको हामीलाई ब्लड प्रेसरको भयो मेन्टल हेल्थमा भयो हाम्रो वेलबिङ ह्याप्पिनेसमा समस्या गर्छ त्यस्तै हाम्रो यो त्यस्तो छन् धेरै कुरामा चाहिँ हाम्रो। जसरी यो वातावरण कारकले जलवायुमा चाहिँ कस्तो छ पाइरहेका छन्? वातावरण कारकले जलवायुमा भन्नाले वातावरण कारक भनेको त्यो एउटा जुन यो ग्रिन हाउस ग्यासेस कुरा हामीले गऱ्यौँ नि त्यही ग्रिन हाउस ग्यासेसले चाहिँ अलिकति राम्रोसँग डाइरेक्ट देखिने गरी नै इम्प्याक्ट पारेको छ। जुन कार्बन डाइअक्साइड भयो कार्बन मोनो यिनीहरू चाहिँ डाइरेक्ट इम्प्याक्ट देखिएछ। रिजन के हो भन्नाले जस्तै सूर्यबाट रेडिएसन भएर हाम्रोमा आयो आएर फेरि त्यो हिट त ब्याक पनि हुन्छ नि अनि त्यो सर्कुलेसन चलेर हाम्रो पृथ्वी चलेको छ। अब यो कार्बन डाइअक्साइड र कार्बन मोनोक्साइडले के गर्छ यो ग्रिन हाउस ग्यासेसहरूले तपाईँलाई पृथ्वीको वरिपरि एउटा लेयर जस्तो बनाइदिन्छ
एउटा लेयर जस्तो बनायो तर त्यो लेयरले के गर्छ बाई रेडिएसन थ्रु आयो अनि जुन हिट छिरिसक्छ त्यो हिटलाई बाहिर जान दिँदैन कि उसले रिफ्लेक्ट गरेर भित्रै पठाइदिन्छ कि त्यो लेयरले त्यसले गर्दा टेम्परेचर बढ्ने त्यसको सो मेनी इम्प्याक्ट छ चाहिँ सहर र गाउँको चाहिँ वातावरणमा के फरक देख्नु भएको छ अहिलेसम्म कस्तो किसिमको वातावरण सहरी जीवन पनि हजुर सहरी जीवनमा वातावरणमा धेरै प्रकारको आइहाल्छ प्रदूषणदेखि लिएर पोहोरदेखि लिएर हरेक कुरा होइन प्रभाव पार्छन् त्यो गाउँमा र सहरमा कति पर्छन् प्रदूषण भनौँ वायु प्रदूषण भनौँ अथवा ध्वनि यो प्रदूषण भनौँ यो हजुर त्यस्तो छ भन्दा हजुर अहिले भन्नलाई गाउँ हो तर अलमोस्ट हामी सहरी जीवन नै त्यहाँ पनि जिरहेको हुन्छ नि त मान्छेहरूले होइन केही त फरक होला छ अनि सहरी जीवन नै भन्छ एउटा हुन्छ अर्बन एरिया अर्को रुरल एरिया र अर्को पेरी अर्बन एरिया हजुर अर्बन एरिया भनेको यो जुन मेन कोर सिटी हुन्छ नि जुन सिटीले जुन कोर एरियाले चलाउँछ पुरै सहरलाई जस्तै हाम्रो हेर्ने हो भने यो जुन यो भानुचौक जनचौक यिनीहरू जुन छ नि यिनीहरू चाहिँ कोर एरिया हो कि यसले पुरै सहरलाई चलाउँछ त्यो पुरै होल जनकपुरलाई यो हो अर्बन एरिया अब रिङ रोड बाहिर गइदिउँ हामी अलिकति टाढा त्यो भयो हाम्रो रुरल एरिया गाउँ र यो दुईवटा त बिचको एरिया हुन्छ नि जुन जहाँको पपुलेसन उताको पपुलेसन पनि यहाँ बस्ने यहाँको पपुलेसन पनि ती जाने र सहरमा जति पनि काम हुन्छ नि त्यो काम गर्ने तिनीहरू हामी त्यहाँ इन टर्म्स अफ इन्भाइरोमेन्ट के हुन्छ भने रुरल एरिया र अर्बन एरियामा के हुन्छ त्यहाँ चाहिँ जनसङ्ख्या कम सो पल्युसन इज कम या जनसङ्ख्या इज हाई त्यसले यहाँ पल्युसन हाई जनसङ्ख्या हाई हुँदैमा पल्युसन हुन्छ भने छैन त्यसको म्यानेजमेन्ट यदि राम्रो तरिकाले भएको छ भने इज सर्ट आउट जस्तै अरू हामीले अब युरोपियन कन्ट्रीहरूमा हेर्ने हो भने पल्युसन जुन सबभन्दा बढी पल्युसन गर्ने सबभन्दा तिनीहरू नै त हो नि कार्बन डाइअक्साइड सबभन्दा बढी प्रडक्सन गर्ने इन्डिया चाइना अमेरिका हो त तिनीहरूको सिटीहरूमा कुनै सिटीमा धेरै गाह्रो छ कहीँ त राम्रो पनि छ नि मिन्स हाउ यु ट्रिट देम हाउ यु म्यानेज देम त्यसमा एउटा भर्नु पर्ने हो र अर्को एउटा छ भनिन्छ डाइल्युसन इज द सल्युसन अफ पल्युसन जति डाइल्युट भयो पल्युसन जति स्पार्स भयो र त्यो के भन्छ बिस्तारै बिस्तारै कम जान्छ तर त्यो नेचरले गर्ने हो तर हामीले गर्नुपर्ने भनेको म्यानेज गर्ने हो र त्यहाँ रुरल एरियामा सेटलमेन्ट पनि अलि स्पार्स छन् टाढा टाढा छन् त्यसैले त्यो लेभलको इम्प्याक्ट चाहिँ देखिँदैन अर्बनमा भएको जस्तो तर अर्बनमा पनि यदि म्यानेज राम्रोसँग गर्ने हो भने इट विल नट बी पोल्युटेड हामी त्यो म्यानेजमेन्टको कमीले गर्दा पहिले हामीले चाहिँ फेस गर्नुपर्छ मान्छेमा पनि अहिले त्यस्तो छ होइन जुन अहिले जतिको चाहिँ यो प्रदूषण हुन त्योमा मान्छे पनि चाहिँ जनचेतनाको अभाव भेटिराख्नु भएको छ धेरै जस्तो ठाउँमा जनचेतनाको पनि अभाव छ कतिपय ठाउँमा हामी बाध्यता पनि छ के गरिदिनु पर्यो त्यस अब जस्तै कि यस्तो एउटा इक्जाम्पलमा प्लास्टिकको झोलाको लिन्छु होइन जस्तै हामी नै बच्चा हुँदाखेरि स्कुलबाट आउँदाखेरि एउटा त्यो कर्नरबाट एउटा झोला हुन्थ्यो कि निलो कलरको कपडा चाहिँ अनि घरमा आउने बित्तिकै स्कुलबाट आज निलो कलरको झोला देखिएन भनेपछि अनि कन्फर्म भयो आज कि आज माछा मासु आउँछ त्यो निलो झोला छैन भने माछा मासु सियर आउने भयो भनेर त्यो अनुसारको एउटा थियो होइन बिस्तारै बिस्तारै त्यो हराउँदै गयो त हामी त्यो प्लास्टिकको झोला नहुँदा पनि त्यो कपडाको झोला त थियो नि हामी जहिले पनि के भन्छौँ हामी अरूलाई मात्रै ब्लेम गर्छौँ म आफूलाई पनि लिन्छु मैले पनि मेरो घरमा झोला राखेको छैन होइन तर यदि हामीले आफूबाट यदि एउटा प्लास्टिकको झोलाको मात्रै कुरा गरौँ अरू धेरै छ त्यो प्लास्टिक चन्न नै हो यति भन्नु भने त्यो प्लास्टिक चन्न कति चाहिँ खतरनाक छ त्यही त एउटा झोला मात्रै हामीले बनाएर हाम्रो घरमा राख्ने हो भने त्यही जुटको झोलालाई प्रयोग गर्ने हो भने किन्ने मान्छे नै नभयो भने प्लास्टिकको झोला कसले बेच्ने त त्यो छ नि त अनि हामी चाहिँ पनि के चाहन्छौँ सबै अरूले गरिदियोस् म युज मात्रै हो त्यसमा म पनि पर्छु म अरूलाई सबैलाई मेन मात्रै गर्दिनँ अनि त्यो एउटा प्लास्टिक झोलाको लागि मात्रै हामीले आफ्नो तर्फबाट यदि पहल गरेर जुन हाम्रो धेरै फार पनि जानु पर्दैन 10-20 वर्ष पहिलेको कुरा त हो नि जुन थियो नि जुटको झोला अथवा जे थियो नि हामी आफै प्रयोग गर्थ्यौँ त्यही हामीले फेरि सुरु गरिने प्लास्टिकको झोला मलाई जहाँसम्म लाग्छ सरकारले भन्नु पर्दैन यति गतिदेखि यो वर्षदेखि प्लास्टिक हामीलाई यहाँ ब्यान गर्छौँ हामी आफै प्रयोग गर्दैछौँ सरकारले दोषी छ कि छैन यसमा सरकारको पनि त केही न केही भइहाल्छ होइन किन भन्नाले अब मेन सर्कुलेटिङ बडी त गभर्मेन्ट नै हो होइन सरकारलाई कम्प्लिटली दोष पनि दिन मिलेन फेरि सरकारमाथि नै कम्प्लिटली जुन कुरा म आफू पनि गर्न सक्छु त्यसमा पनि सरकारकै भर पर्नु पनि भएन सर त्यो कुरा छ नि त वातावरण सबैको लागि हो सबैको लागि त्यो गभर्मेन्टले आएर मान न
केही राम्रो वृक्षारोपण गर्दैन गभर्मेन्टको लागि मात्रै होइन विल अल्सो बी बेनिफिटेड सो यो मेरो यदि जस्तै नगरपालिकाले पनि अहिले वृक्षारोपण गरेको छ नि त सिटीभित्र पनि छ मेरो पसलको अगाडिको रुख छ भने त्यसलाई मै केयर गरेर हुर्काउन त्यस्तो भइरहेको छैन होइन लगाउने त लगाउँछन् नगरपालिकाले गऱ्यो अरे सुक्न थाल्यो अनि पालिकालाई फोन गरेर ल यो तपाईँले हुर्काइदिनु पर्यो त्योभन्दा राम्रो ल म आफै हुर्काउँ त मेरो अगाडिको पसलको रुखलाई मै हुर्काइदिउँ न त के फरक परेर त्यो भोलि त्यसरी जाँदा राम्रो हुन्छ नि जसरी यो सडक किनार कारखाना र फोहोर व्यवस्थापनमा चाहिँ कस्तो असर पारिरहेको छ सडक किनार के भन्नु सडक जुन किनारमा अब भन्दाखेरि छेउमै चाहिँ कारखानाहरू हुन्छन् होइन त्यस्तै गर्दा उसको चाहिँ जुन धुवा पाके त्योबाट चाहिँ पेपर निस्किन्छ त्यस्तै गर्दा कति असर पार्छन् एउटा त के छ भने तपाईँलाई अहिले यो कुनै पनि इन्डस्ट्रीहरू इस्टाब्लिसमेन्ट गर्नुभन्दा पहिले तपाईँलाई वातावरणीय प्रतिवेदन बनाउनु जति 3 किसिमको हुन्छ हामी उतातिर नजाउँ अहिले मात्रै हामी के भने वातावरण प्रतिवेदन बनाउनु पर्ने हुन्छ त्यो वातावरण प्रतिवेदनमा कुनै पनि इन्डस्ट्रिजको इच एन्ड एभ्री कम्पोनेन्टको बारेमा मेन्सन हुन्छ यो इन्डस्ट्रीले कति पोल्युट के भन्छ वेस्ट मेटेरियल निकाल्ने हो यसलाई उसले कसरी म्यानेज गर्ने सबै कुरा मेन्सन गरिएको हुन्छ त्यो अनुसार चाहिँ के हुनु पर्यो त इन्डस्ट्रीले पनि गर्नु पर्यो र अर्को हाम्रो पालिकामा चाहिँ एउटा अब सबैले मिहिनेत गर्नु भएको छ होइन तर एउटा ल्यान्डफिल साइट मात्रै भइदिने हो भने त्यो प्रोपर डम्पिङ साइट हुन जान्थ्यो नि त हजुर त्यसको एउटा अभाव चाहिँ जहिले पनि मैले देखेँ जतिसुकै हामी जति सफा गरे पनि जस्तै मान्नु यो भानु चौकदेखि हामी जनचौकमा सफा गऱ्यौँ सरकारी भइले सरकारी भएको छ मेरो बसामा हजुर मेयरसँग होस् कुराकानीहरू त भइरहेको हुन्छ होइन तर त्यस्तो स्पेसिफिकै यही टपिकमा बस्छ त्यस्तो भएको छैन कहिलेकाहीँ हुन्छ कुराकानी इन्फर्मली भइरहेको हुन्छ हजुर त्यसरी यो वातावरण सुधार्न बाहिर तबरबाट होइन चाहिँ कस्तो उपाय लिनुपर्छ बाहिर चोर भन्नाले कस्तो त जसरी अन्यको कुरा गर्नुभयो कि टेक्नोलोजीको कुरा गर्नुभयो कि एउटा जसरी अब टेक्नोलोजी हिसाबले त्यो पनि होइन त्यो एउटा चाहिँ सरकारले नै गरेर चाहिँ यसले सुधार्नु त कसैले न कसैले आवश्यक जरुरी छ सो अनि त्यो एउटा त हाम्रो सबभन्दा पहिले त्यो एटिच्युडमा चेन्ज आउनु पर्यो यो जस्तै एउटा पोल्युटर पे प्रिन्सिपल हुन्छ त्यो भनेको के हो भन्नाले अलिकता त्योसँग रिलेट गर्न मात्रै खोज्यो जस्तै मान्न अब हाम्रो अहिले यतातिर कता सुरु भएको छ जस्तै जेनरली एउटा इक्जाम्पल लिउँ धेरै जसो सहरमा के छ महिनाको फोहोर मैलाको लागि हामी पैसा छुट्याउँछौँ नि हजुर एउटा गाडी आउँछ उसले तपाईँको हप्तामा या 2 दिनमा 3 दिनमा 4 दिनमा उसले फोहोर लिएर जान्छ अनि महिनाको तपाईँले सर्टेन एमाउन्ट तिर्नुहुन्छ त्यो भनेको के हो भन्नाले त्यो पैसा भनेको पोल्युटर पे प्रिन्सिपल छ तपाईँले फोहोर निकाल्नु हो त्यो त मेरो पर्यो नि त कि तपाईँले त्यसको राम्रोसँग व्यवस्थापन गर्नु पर्यो अर जसले व्यवस्थापन गरिदिन्छ उसलाई मैले पैसा तिर्नु त होइन त्यो जुन क्लाइमेट फन्डको कुरा छ नि यो तपाईँलाई इन्डिया भयो चाइना भयो अमेरिका भयो फ्रान्स भयो जसले हाई एमाउन्ट अफ इन्भाइरोमेन्टमा पल्युसन गर्छ कार्बन डाइअक्साइड उत्सर्जन गर्छ ग्रिन हाउस ग्यास तिनीहरूले त अब त्यो उसले त पल्युसन गर्यो उसलाई सबै उसले शान्त गर्न सक्दैन कि उसलाई मिटिगेट गर्न सक्दैन न्यूनीकरण गर्न सक्दैन अब गर्ने कसले हो त जुन देशमा रुख बिरुवा बढी छ उसले कार्बन डाइअक्साइड लिएर सोच्ने हो अब उनीहरूले के गर्छ ल मैले यति एमाउन्ट प्रोडक्सन गरेँ म यति पेनाल्टी तिर्छु भने एउटा एक ठाउँमा फन्डमा पैसा तारेपछि अब नेपालले कति कार्बन डाइअक्साइड सिक्वेस्ट्रेट गरे त कति अब्जर्भ गरे त उसको क्यालकुलेसन छ इस्टिमेसन छ हजुर यति गर्दो रहेछ भनेपछि त्यो एमाउन्ट चाहिँ नेपालले त्यति एमाउन्ट पाउने कि पोल्युटर पे प्रिन्सिपल एउटाले पल्युसन गर्यो अर्कोले सरसफाइ गर्यो पल्युसन गर्नेले तिर्नु पर्यो सरसफाइ गर्ने के गर्नु पर्यो त पाउनु पर्यो अनि थुप्रै टेक्नोलोजीहरू छ नि त अहिले सलिड वेस्ट म्यानेजमेन्टमै धेरै किसिमको टेक्नोलोजी छ धेरै राम्रो राम्रो टेक्नोलोजी छ होइन अहिले त 4R प्रिन्सिपल आउँछ रिड्युस रियुज रिकभरी अनि रिसाइकल त्यो 4वटाहरू छ नि त अब सबै कुरा हामीले गर्न सक्छौँ भने छैन रिकभरी भनेको इट्स अ भेरी कस्ट इफेक्टिभ धेरै महँगो पर्छ त्यसैले हामीले के गर्न सक्छौँ त त्यो अनुसारलाई स्टेपलाई फलो गरेर राम्रो कुरा त जति सिक्दा पायो त हामी फेरि के छ नराम्रोले जाने सिक्छौँ त्यो मजा आउँछ राम्रो कुराहरू पनि सिकेर आत्मसात गरेर ल यो मेरो समस्या हामी भन्ने शब्द आयो भने विल गो ग्रेजुअली इट विल बी डिक्रिज यो आम नागरिकले चाहिँ वरिपरि को चाहिँ बाहिरी वातावरण सुधार्न होइन सफा गर्न अनि कसरी तपाईँ सल्लाह दिनुहुन्छ यसमा त्यो एउटा त अवेरनेसको कुरा भयो होइन र सबैले के बुझ्नु पर्यो भने कि यो वातावरण भनेको मेरो होइन मेरो घर भनेको मेरो घरभित्र होइन हामी घर सफा गर्छौँ पर्ला र बाहिर राख्छ
अनि फेरि त्यही फोहोर बिस्तारै बिस्तारै त आउँछ नि त। यो हाम्रो हो, यो हाम्रो सामूहिक समस्या हो, यो फल्ला अर्गनाइजेसनले नाला सफा गर्नुपर्छ, यो अर्गनाइजेसनले यो प्लास्टिक टिपिदिनुपर्छ, ठिक छ, उहाँहरू पनि सर्टेन पार्टमा जिम्मेवार हुनुहुन्छ। तर हानि पनि के हुनु पऱ्यो त, जिम्मेवार हुनु पऱ्यो। कहीँ हानि के गर्छ, यो जुन ड्रेनेज बनाएको छ नि, ड्रेनेजलाई अहिले गएर चाहिँ खोल्ने हो भने कभर भित्र प्लास्टिक र पराको प्लास्टिक बाहेक केही पनि देखिने, त्यो चाहिँ ठिक छ, एउटा निकाले सफा त गर्ला, तर त्यो माहौललाई हानि किन पुर्याउने त? हजुर ड्रेनेजको काममा पानी बगाउने, हामी त्यसमा पानी मात्रै हालौँ न त, त्यो त हामीले नै गर्नु पर्यो। त्यो शिक्षामा चाहिँ वातावरण चाहिँ उयो, त्यो लागू गर्दा त्यो कतिको एकदमै पहिला थियो होइन, हामी पढ्दा यसले गर्दा कस्ता असर पाएछ होइन, त्यो शिक्षामा जरुरी छ। हामी पढ्दा नैतिक शिक्षा पनि पढ्यो हो, अहिले नैतिक शिक्षा पढाइ पनि हुँदैन, प्र्याक्टिकली अब कुरै छोडिदियो होइन। अनि व्यवसायिक शिक्षा पनि पढ्थ्यौँ, त्यसमा केही एक्सपेरिमेन्ट प्र्याक्टिसहरू हुन्थ्यो। त्यस्तै इन्भाइरोमेन्टको कुरा पनि चाहिन्छ। अहिले बुकहरू पनि छन्, पढाइ पनि भइरहेछ, तर त्यसलाई चाहिँ अलिकति मोर प्र्याक्टिकली लगेर बच्चाहरूलाई चाहिँ, किनभने जस्तै मानौँ न, अब एउटा बच्चा 2 क्लासको बच्चा आफ्नो बुवा मम्मीलाई गएर यो फोहोर नगर्नुहोस् है, यसले यस्तो यस्तो असर पर्छ, त्यो भने त्यो सुन्दाखेरि गार्जियनमा लाज लाग्ने र कुनै आफ्नै लेभलको भन्दा पनि यस्तै हो भाइ भनेर फटाइदिन्छौँ नि हामी। हो, हामीले चाहिँ त्यो रुटमै अलिकति इनपुट दिनु पऱ्यो, त्यसमा अलिक बढी मिहिनेत गर्नु पऱ्यो र त्यो बच्चाहरूलाई थियोटिकल नलेज मात्रै होइन, इन्भाइरोमेन्ट इज दिस, त्यसपछि एयर पल्युसन इज दिस, सोइल पल्युसन इज दिस, त्यो पढेर मात्रै भएन, त्यो पढिसकेपछि यो पल्युसन कहाँ छ त अलिकति बुझ्ने लेभल हुन्छ क्या। स्कुलमा पनि त 8 क्लास 9 क्लास 10 क्लास छ नि, त्यो अनुसारको लेभललाई के अनुसारको फिल्ड लगेर त्यसको इम्प्याक्ट देखाएर बुझाएर अलिकति प्र्याक्टिकल बेस्ड लगाउने हो भने धेरै राम्रो हुन्छ नि। पहिले पनि भएकै हो, अब बिचमा अलिकता कता कता पराएर गयो, फेरि इफ रिइन्भेन्ट भयो भने इट विल बी मोर बेनिफिसियल। र बच्चाले जब घरको सबभन्दा सानो बच्चाले आफूले गरेको फोहोर एक ठाउँमा डस्टबिन राख्छ भने अरू त बाध्य भएर गर्नै पर्ने हुन्छ नि, लाज लाग्ने कुरा हुन्छ नि त, पछाडि सिक्नै पर्ने हुन्छ त्यो कुरा। के भन्न चाहनुहुन्छ तपाईँ आम नागरिकको लागि? अब आम नागरिकलाई भन्न चाहँदा पनि म आफैलाई भन्न चाहन्छु होइन, अरूलाई नभने आफूलाई कसरी हुन्छ आफैबाट भनौँ। एउटा त प्लास्टिकको कुरा म गर्छु। प्लास्टिकको मामलामा लेट्स ट्राई, मै आफै पनि 100% गर्छु भन्न सकेका छैन अहिले त, म अरूलाई कसरी भन्ने होइन। हामीले के गर्नु पऱ्यो, एटलिस्ट त्यो प्लास्टिकको झोला छ नि, त्यसको सब्स्टिट्युटमा आफैले पनि एउटा जुटको झोला घरमा बनाएर, जुन पहिले चलिरहेको कुरा, यो 10-15 वर्ष मात्रै हराएको मात्रै होइन, त्यो यदि बनाएर हामीले फेरि त्यसलाई कन्टिन्यू दिन सक्यो भने प्लास्टिकको झोला मात्रै इराडिकेट हुन्छ। त्यो एउटा प्लास्टिकको झोला इराडिकेट हुने भनेको तपाईँको ड्रेनेज सिस्टम सफा हुनु हो, सोइल पल्युसन घट्नु हो, किनभने एउटा प्लास्टिकको झोला कुहिनको लागि मिलियन्स अफ वर्ष लाग्छ के। तर नेचरले अहिले कता कता सुनि पनि रह्यो, नेचरले जहिले पनि ब्यालेन्स गरेर आउँछ। अनि अहिले चाहिँ केही ब्याक्टेरिया समुद्रमा चाहिँ जेनेरेट भएको छ विच क्यान डाइजेस्ट द प्लास्टिक खाएर अर्ग्यानिक मेटेरियलले निकाल्छ, त्यस्तो खालको ब्याक्टेरिया भइसकेको छ। त्यो ब्याक्टेरियाको त भर्खर सुरुवात भयो नि। यसको मतलब यो होइन कि हामीले अझै प्रोटेक्सन गरौँ, अब त निस्किसक्यो नि नेचरले, त्यो होइन। हामीले चाहिँ एटलिस्ट आफ्नो घरमा जुटको स्टार्टिङ गर्न सक्यो भने, म पनि कोसिस गर्छु होइन, त्यो स्टार्टिङ भयो भने एउटा प्लास्टिक मात्रै हामीले हटाएर एउटा इक्जाम्पल सेट गर्न सक्यो भने बिस्तारै बिस्तारै त्यसको कन्सिक्वेन्सेस, त्यसको इम्प्याक्ट, त्यसको बेनिफिट हामी थाहा पाउँदै जान्छौँ। अनि फेरि हामी अर्कोमा ट्राई गर्छौँ, अर्कोमा ट्राई गर्छौँ, अर्कोमा ट्राई गर्छौँ। म त्यही सबैलाई रिक्वेस्ट त्यही गर्छु। हस्, धेरै धेरै धन्यवाद यहाँलाई। हम सब वातावरणविद संगे बातचीत केलौँ। वास्तव में जे एक प्लास्टिक बहुत चीज जे छे से हानिकारक कदै छे, स्वास्थ्य लग हरेक वातावरण सबमे सरसफाई सबमे देखल जाए तो अखन जना ओ चीज गाये खा लै छे तो बहुत रास समस्या जे छे से उत्पन्न भ जाए छे। तो एहि दुआरे हम सब के जे वातावरण के प्रसंग में बातचीत केलौँ। हमरा सबके एतिक समय निकाल क आइदिएर त कार्यक्रम में हृदय सब धन्यवाद दैत ए कार्यक्रम छिरिदाले। नमस्कार।